हेलो एभ्रिवान, गुड मर्निङ सबैजनामा। वेलकम टु माई युट्युब च्यानल। आज हामी चाहिँ विशेष प्रोग्राममा जाँदैछौँ क्लास 12को फरेलमा। आज क्लास 12को बिदाई कार्यक्रममा जाँदैछौँ हामी। ए गुड मर्निङ। अनि आज कस्तो हुँदैछ, कस्तो अनुभव भइरहेको छ होइन? आज भर्खरै उठेछ, अब त्यही हो, अब जानियो। हामी चाहिँ अब पार्टी प्यालेसमा अब फेरि भेटौँला कार्यक्रममा क्लास 12को फेयरवेलमा जाँदैछौँ गाइजहरू। हेरौँ भिडियो अन्तिमसम्म हेरेर साथ दिनु होला। लाइक, कमेन्ट, सब्सक्राइब, सेयर पनि हानिदिनु होला। आज चाहिँ जेस रमाइलो हुनेछ। अनि मैले पनि एउटा डान्स गरेको छु, अनि मैले डान्स पनि प्रमोसन गर्नेछु। अब हामी चाहिँ यहाँ स्कुलमा जम्मा हुँदैछौँ, अनि स्कुलमा जम्मा भएपछि सबै स्कुल बसमा जानुपर्छ रे। हे अनि आज कस्तो गर्न मन छ त? इन्जोय आज त इन्जोय गर्नुपर्छ, इन्जोय गर्नुपर्छ। अब पार्टी प्यालेसमा धोपी पार्टी खाने। यो चाहिँ हाम्रो के कलेज होइन, स्कुल चाहिँ हो। यो स्कुलको भवन चाहिँ गाइजहरू। हामी पढ्ने कलेज चाहिँ माथि साइडमा छ। यो चाहिँ हाम्रो स्कुल लाइफ। आज हाम्रो बहिनी पनि नाच्ने होइन त, होइन? आज त आज चाहिँ इन्जोय गर्नुपर्छ है गाइजहरू। डान्स पार्टनर यता पनि गाइजहरू हुन्छ है। आज चाहिँ जेस बहिनीको चाहिँ आज खतरा डान्स जान्छ है। अहिले म यसो भलामै जोडिन्छु कि युट्युबमा हो। भाइरल मान्छेहरू देखाउन परेन अनि यस्तो हाम्रो डान्सर, यस्तो खतरा डान्सर मान्छे। र अनि यता तपाईँ नाच्नु भने तपाईँ नि भोटिङ चाहियो है, भोटिङ डान्समा। अनि हाम्रो डान्स तर राख्दैन होइन। अहिले त गाइज अब चाहिँ हामी चाहिँ अब बस चढ्नुपर्छ, बस चढेर जानुपर्छ स्कुल बस। जाँदैछौँ। दुईजना छ होला के होइन र? ल ल ल। हेलो गाइज, म चाहिँ बसमा नगएर स्कुटीमा गएँ होइन। यता हो ए, यहाँभित्र रहेछ। यहीँ त होला नि। ताजमहल इभेन्ट सेन्टर। सो गाइस, अझ हामी चाहिँ आइसक्यो। यो पार्टी प्यालेस चाहिँ ताजमहल रहेछ। ताजमहल पार्टी प्यालेसमा आइपुग्यो। त हाम्रो बस चाहिँ यहाँ रहेछ। म चाहिँ बसमा किन नआएको भने चाहिँ म चाहिँ बसमा चाहिँ साथीहरूसँग स्कुटीमा आएको, अनि त्यही भएर। सो गाइस, अब आइपुग्यो। आजको प्रोग्राम चाहिँ एकदम रमाइलो र भव्य हुन्छ।
Hey दोस्त कुदियो भाइ टोइलेट आजको प्याटी प्यालेस आजको प्याटी प्यालेस चाहिँ बहुत रमाइलो हुनेछ गाइजहरू दोस्त आजको नाच्नुपर्छ है भव्य पार्टी दोस्त आज चाहिँ भव्य रमाइलो हुन्छ होला जस्तो है ल के हो आज भव्य रमाइलो हुन्छ पार्टी प्यालेसमा क्लास 12को लागि होइन फेयरवेलको लागि गाइजहरू आज चाहिँ भव्य पार्टी भव्य रमाइलो हुने चाहिँ भव्य रमाइलो अनि डान्स प्रोग्राम यहाँबाट इन्जे हान्ने इन्जे अनि दाजु आज कतिको डोस यहाँ चाहिँ तयारी गर्दैछन् होइन कार्यक्रमको लागि प्रोग्रामको लागि सबै साथीहरूले आफ्नो आफ्नो त हुन्छ नि अब आफूले भाग लिएको कुराहरूमा चाहिँ आफूले चाहिँ सबै तयारी गर्दैछन् गाइजहरू के गर्न लाग तिमीले फेरि ए आज यो तिमीले पाउने हो अनि आजको पनि दोस्ले पाउने होला नि एउटा है जाँदैछु साथीहरूले चाहिँ बेलुङहरू पनि गर्दैछ न हेलो हाई रमाइलोको लागि यहाँ साथीहरूले चाहिँ आज बेलुङहरू जानु यता हेर्यो हाई गऱ्यो सबै साथीहरूले चाहिँ होइन आज टुवेलको चाहिने कि फेयरवेलको लागि गर्दैछ नि त हाई गऱ्यो अनि यता पनि जे आज चाहिँ भव्य रमाइलो चाहिँ स्वागत हुनेछ जे गाइजहरूलाई हेलो 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 आज त्यस यता पनि बेलिङ फुटाउँदैछन् सबैजनाले हाई गरे सबैजनाले आज जस अनि गीतको लागि पनि सबै तयारी गर्दैछन् आजको लागि आज जोस् क्लास 12को लागि फेयरवेलको लागि सबैजना हुन्छ नि हामी चाहिँ ताजमहल पार्टी प्यालेसमा रहेको छ अहिले चाहिँ सबै साथीहरू चाहिँ तयारी गर्दैछन् प्रोग्रामको लागि क्लास 12को लागि चाहिँ यो दिन हामीले चाहिँ यस्तो 12 क्लास केएफ सेकेन्डरी स्कुल क्लास 12को लागि प्लस 2 लाई चाहिँ हामीले यस्तो दिँदैछौँ जेस हेलो कस्तो भइरहेको छ आजको प्रोग्राममा झ्याउला आज भव्य जेस हाम्रो चाहिँ डान्स चाहिँ राम्रो बनाउनुपर्छ गाइजहरू हामी चाहिँ अब क्लास 12को लागि चाहिँ आज फेयरवेलको फेरि भेटौँला कार्यक्रममा चाहिँ केएफ सेकेन्डरी स्कुलका भव्य विदाय गर्न चाहन्छौँ हामी अब साथीहरू भनेपछि अब सबै कहाँ हुन्छन् होइन साथीहरू भनेको त अब कहिले खाने हो यता हाम्रो गाइजहरू चाहिँ यहाँ हुनुहुन्छ है ए हो तातेको पो छ त त्यसलाई के भन्न चाहन्छौ त अब राम्रो गरी इक्जाम दिउँ होइन सबैले त्यही हो पास भयो होइन अनि सबैलाई क्लास 12को सबै साथीहरूलाई चाहिँ बेस्ट अफ लक गर्न चाहन्छु होइन फर्स्टको लागि सबैको सपना हुन्छ होइन सधैँ साथीहरूसँग सँगै त कहाँ भइन्छ र अब
सधैँसँगैको हामी छुट्ने दिन त एक दिन अवश्य आउँछ क्लास 2 बेका साथीहरूले चाहिँ बेस्ट अफ लक भन्न चाहन्छु अनि भविष्यको लागि उज्जवल भविष्यको लागि चाहिँ शुभकामना दिन चाहेको हाम्रो साथीहरूले चाहिँ तयारी गर्दैछन् त आफूले भाग लिएका गएकै छैन हाम्रो चाहिँ नवीन सर हुनुहुन्छ यहाँ मलाई यो गीत सुन्दा चाहिँ क्लास 10 को याद आयो कि एसीको बिदाईको क्लास 10 को याद आयो कि ibadah sepaltak harap cita Iya, blogger kan. गाइजहरू प्रोग्राम चाहिँ अहिले चाहिँ सुरु भयो चाहिँ टुवेलका गाइजहरू छ हाम्रो नाच्ने Namaste everyone, I am Prasanna Magar of grade 11 Desai. First of all, we would like to address the chairperson of the program, Ms. Anjana Lamechani, and request her to take her seat. And we would also like to request our friends to honor her with a necklace of flowers. The chief guest of this program is the chairman of the school management committee, Mr. Ramchandra Paudel. We would like to request him to take a seat as well. I would like to address the special guest of this program, who is the chairman of the Parents Teacher Association, Mr. Basanta Basula sir, to take his seat. ताली बजायो ताली बजायो From our mathematics department, we also have some teachers which we would like to mention and request to take their seat. Diliram Adhikari, Pichidevi Mandali Keshav Prasad Parajali, who is also a social teacher, and Rajendra Palanki sir. we would like to request everyone to give a huge round of applause. सबैलाई शुभ प्रभात। सर्वप्रथम म मलाई यस कार्यक्रमको मञ्चमा आफ्नो मन्तव्य व्यक्त गर्न मौका प्रदान गर्नुभएका यस कार्यक्रमका सञ्चालकज्यूलाई हार्दिक धन्यवाद ज्ञापन
बस्छ को हो म सायद एउटा सानो जुनियर जो तिनीहरूको बाटो पछ्याउँदै भोलि त्यही स्थानमा उभिनेछ र आजका यी सम्झनाहरू आफ्नो मुटुमा सधैँ बोकेर हिँड्नेछ। Wish you this for your happiness and success always and thank you so much. प्रस्तुत यो कविता साँच्चै मनै छुयो। यस्तो सुन्दर मञ्च लिएर आफ्नो पूर्ण कविता प्रस्तुत गरेर कार्यक्रमलाई अझै गरिमामय बनाइदिनु भएकोमा सुरक्षा छेत्रीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। So I'm going to recite a poem for you guys. So please listen carefully. दुनिया जसलाई जाँदै यस माहौललाई अझ रोमाञ्चक र अविस्मरणीय बनाउने उद्देश्यका साथ एक विशेष नृत्य लिएर आउँदैछन् साथी मोहम्मद स्नेहा गुरुङ, कृष्ण थापा, सुदीक्षा पौडेल, स्वरूप अधिकारी, प्रसन्न मगर विशेष शर्मा र अपार अधिकारी।
चाहिँ कक्षा 12 का साथीहरूले चाहिँ बिदाई कार्यक्रम सुरु भएको छ है त गाइजहरू तयारी गर्दै हुनुहुन्छ कक्षा 12 बिहानी सत्र सेक्सन सी युनिक पढ्ने क्लास सेक्सन सी अगाडि आइदिनु गर्नु गर्दछु कक्षा 12 सेक्सन सी का विद्यार्थीहरू अगाडि आइदिनु गर्नु गर्दछु र यताबाट आइदिनु होला कक्षा 11 का साथीहरूले चाहिँ क्लास 12 का साथीहरूलाई चाहिँ चिनो उपहार दिने बस्नु भएको छ अनि उहाँ चाहिँ अतिथि महन्सज्यूहरू ल सम्पूर्ण शिक्षकहरूबाट क्लास 12 का साथीहरू चाहिँ जाइसकेको छ अब खाना म्याडमसँग तिमीहरू सबै विद्यार्थीहरू भागीदारी हुनुहुन्छ मौनिक मेमले तिमीहरूलाई खाना लगाउँदै हुनुहुन्छ यो एउटा अवसर पनि हो अभिराखनमा रामचन्द्र सरले पनि त्यसै नै प्रिन्सिपल सर राजेन्द्र सर सही रहनुहुनेछ कक्षा 12 सीका विद्यार्थीहरूलाई हामीले अहिले माइक चिनो दिने कार्यक्रम गरिरहेका छौँ साथीहरूले चाहिँ अब यस्तै गरी कक्षा साथीहरूलाई चाहिँ भविष्यको सफलताका लागि शुभकामना दिन चाहन्छु बीका विद्यार्थीहरूलाई अगाडि आइदिन निम्ति हार्दिक अनुरोध गर्दछु कक्षा 12 सेक्सन बी का विद्यार्थीहरूलाई अगाडि आइदिन निम्ति हार्दिक अनुरोध गर्दछु हाम्रो डान्सर बहिनी चाहिँ बहिनी जाउन भन्दा 12 बीका विद्यार्थीहरू हेऱ्यो नि केएफको हेऱ्यो नि डन डान्सर फेरि अघि फर्स्ट सुरुमै डान्स गरेका बहिनीहरू नि त त्यही भएर त्यस्तै गरी मर्निङ साइन्सका विद्यार्थीहरू अगाडि आइदिन निम्ति हार्दिक अनुरोध गर्दछु मर्निङ साइन्सका विद्यार्थीहरू अगाडि आइदिन निम्ति हार्दिक अनुरोध गर्दछु का विद्यार्थीहरू आइरहनु भएको छ 12B का विद्यार्थीहरू 12B का विद्यार्थीहरू आइरहनु भएको छ मर्निङ साइन्स हाम्रो एउटा खेलाडी मित्र साथी जानुभयो अब क्लास 12 अब यस पछाडि डे म्यानेजमेन्टका विद्यार्थीहरूलाई अगाडि आइदिन अनुरोध गर्दछु डे म्यानेजमेन्ट ए हाम्रो खेलाडी मित्र साथीहरू पनि यहाँ छन् है
बसमा झिके फेरि डान्स आयो गाइजहरू हामी चाहिँ खाना सुरु गरेको कठ आओ हेलो कठ बब्बा है बब्बाल हेलो गाइजहरू अब प्रोग्राम पनि समाप्त भयो प्रोग्राम चाहिँ एकदम भव्य र सभ्य रूपमा सम्पन्न भयो रमाइलो पनि भयो गाइज